आज चाहिँ कलेजमा पढ्दा पढ्दै घरबाट फोन आयो। त्यसपछि म हतार हतार ब्याग स्याग भिरेर घरतर्फ लागेँ किनभने टेन्सन भइसकेको थियो, ला के भयो किन फोन गर्यो भनेर। सो अलराइट गाइज, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। आज चाहिँ हतार हतार स्कुलबाट घर आएको त मम्मीले जहाँ भित्र गएर लुगा लगा आज फिल्म हेर्न जाने भनेर मम्मीले मलाई नै सरप्राइज दिनुभयो। लुगा लगाइसकेपछि हामी सिमरा गयौँ फिल्म हेर्नको लागि, किनभने हाम्रो निजगढमा फिल्म हल छैन। हामी चाहिँ अहिले झरी पछिको इन्द्रेणी हेर्न आएको छौँ। एकदम बवार रमाइलो भइरहेको छ। गाइज कुरा चाहिँ के भयो भने हामी 9 जनाको लागि एउटा हलै बुक। राम्रो भएछ त, बरु मेरो पछाडिबाट निस्किसक्यो, मन्जनको अगाडिबाट निस्किँदैन। यो मन्जन पनि हाम्रो बाबाको तलब जस्तै रहेछ, सुरुमा टन्न आउँछ। अहिले चाहिँ म ध्यानतर भइसकेको छ। हेलो साथीहरूमा पनि छु यहाँ, मलाई चिन्नु भएको छ कि छैन? विषय भएर खत फाइनली फिल्म पनि सकिसकेको छ गाइस, एकदम बवार रमाइलो भयो। सो गाइस आजले चाहिँ यति नै, अब भेटौँला नेक्स्ट मिनी भ्लगमा।